नमस्ते अनि वेलकम टु माई भिडियो। यो चाहिँ आज मलेनी बोटानिकल गार्डन जाँदाखेरिको भिडियो हो। एकदमै रमाइलो छ। मैले यो भन्दा अगाडिको भिडियोमा पनि बर्ड हाउस तिर घुमेको राखेको थिएँ र यो चाहिँ आज मेनली गार्डन तिरको मात्रै भिडियो रहेको छ। यो चाहिँ केटाकेटीहरूको प्ले एरिया जहाँ चाहिँ एउटा वुडन ट्राम जस्तो अनि यो बिग चेयर रहेको थियो जहाँ चाहिँ बच्चाहरू एकदमै रमाइलो मानेर खेले। त्यसपछि हामी यो गार्डन घुम्नको लागि एउटा बग्गी हायर गरेर अब राइड गर्दै जाँदैछौँ, जुन चाहिँ एकदमै राम्रो रोड पनि इजिली नै ड्राइभ गर्न मिल्ने खालको रहेछ। अनि त्यसपछि छेउछेउको दृश्यहरू त एकदमै रमाइलो नै थियो। सानो सानो पोन्डहरू पनि ठाउँ ठाउँमा, अनि त्यसपछि कमलको फुल चाहिँ फुलेको थिएन त्यतिखेर, तर पनि एकदमै रमाइलो। अनि त्यसपछि त्यहाँनेर एकदमै राम्रो गुलाबको गार्डन पनि रहेछ। मैले निकै भिडियोहरू लिएँ तर यहाँ केही भिडियोहरू चाहिँ राखेको छु। त्यसपछि यो राइड गर्दै गइसकेपछि अन्त्यमा चाहिँ एउटा रेन फरेस्ट जस्तो एरिया आउने रहेछ, जुन चाहिँ हामी ओर्लिएर अलिकति भित्रसम्म गयौँ। एकदमै राम्रो ठाउँ। कति धेरै सुनाखरीहरू पनि थिए, रुखमा फुलेको चाहिँ थिएन। अनि त्यसपछि यो अलिकति लुकआउट पोइन्ट जस्तो बनाएको रहेछ, सानो ब्रिज जस्तो। त्यसपछि ल्याडर चढेर जाने, अनि त्यहाँ माथि रहेको रुखहरूको जरा चाहिँ ढुङ्गामा टाँसिँदै तलसम्म आएको। यो हेर्दै कस्तो अचम्म लाग्यो, एकदमै रमाइलो पनि। अनि यो भित्तामा टाँसिएर तल आएको चाहिँ यो जराहरू हो, रुखको फेद चाहिँ होइन। अनि त्यो चाहिँ हामीले एकदमै अचम्म लागेर यो पनि अर्को जराहरू यसरी आउँदो रहेछ तलसम्म। जराहरू नै रुखभन्दा अग्लो भनेपछि तल त कति धेरैसम्म गएको होला जस्तो पनि लाग्यो। र ओभरअल एक्सपिरियन्स चाहिँ एकदमै रमाइलो भयो। यो पछाडिसम्म वक गर्न जान पनि मिल्ने चाहिँ रहेछ, तर अब हामीसँग खासै टाइम नभएको भएर गएनौँ। अनि त्यसपछि बच्चाहरूले चाहिँ यो पेटिङ जूतिर जाने भनेर उनीहरूलाई चाहिँ त्यता लिएर गयौँ, जुन चाहिँ उनीहरूले एकदमै रमाइलो माने। अब यहाँ चाहिँ कति धेरै एनिमलहरू थियो। बाँकी चाहिँ म अर्को भिडियोमा लिएर आउनेछु। बाई।